धेरै जस्तो हाम्रो समाजमा के भ्रम छ भन्दाखेरि चुकुन्दर र अनार खायौँ भने चाहिँ रगत बढ्छ है। यो भ्रम 100% सही होइन। न त अनारमा न त चुकुन्दरमा, यो दुईटा मध्ये कुनैमा पनि धेरै मात्रामा आइरन पाउँदैन। अर्को कुरा के हो भन्दाखेरि अनारमा भिटामिन सी पाइन्छ, जसले हामीले अरू फुडमा जुन आइरन पाइन्छ त्यो आइरनलाई एब्जर्ब गर्नमा मद्दत गर्छ, एउटा कुरा। त्यसपछि चुकुन्दरमा फोलेट पाइन्छ। यो फोलेटको काम के हो भन्दाखेरि हाम्रो रगतको जुन आरबिसी छ त्यसलाई बनाउनमा चाहिँ मद्दत गर्छ। त्यही भएर चाहिँ चुकुन्दर पनि इन्डाइरेक्टली हाम्रो शरीरमा आरबिसी हेमोग्लोबिन बनाउनमा चाहिँ मद्दत गर्छ। त्यही भएर चाहिँ हामी आफ्नो डाइटमा चुकुन्दर र अनार इन्क्लुड गर्नुपर्छ। तर चुकुन्दर अनार मात्रै खाएर चाहिँ हाम्रो आइरन लेभल बढ्छ भन्ने कुरा चाहिँ 100% सही होइन। हामीले सन्तुलित भोजन खानुपर्छ र हाम्रो खानामा अनार, चुकुन्दर र अरू हरियो साग सब्जी, दाल, गेडागुडीहरू पनि इन्क्लुड गर्नुपर्ने हुन्छ।